नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा दुईवटा कथाहरू लिएर आएको छु। पहिलो कथा रुसी कथा रहेको छ। कथाको शीर्षक एक कविको सम्झना। लेखक येवगेनी येवतुसेनको, नेपाली अनुवाद सुभाष चन्द्र। सन् 1994 को एक चिसो शरद ऋतुको दिन थियो। म र मेरी आमा लामो समयपछि मस्को फर्कियौं। युद्धको चपेटामा परेर हाम्रो परिवारले धेरै कुरा गुमाएको थियो। मेरो बाबु, जो एक सैनिक थिए, दोस्रो विश्वयुद्धमा जर्मन सेनासँगको लडाईँमा मारिएका थिए। मेरी आमाको अनुहारमा युद्धको पीडा र विस्फोटको दुःख स्पष्ट देखिन्थ्यो, तर उनले मलाई सधैँ बलियो बन्न सिकाएकी थिइन्। मस्को फर्कनु हाम्रो लागि नयाँ सुरुवातको प्रयास थियो, तर यो यात्रा हामीलाई अप्रत्याशित घटनाहरूसँग जोड्न गइरहेको थियो। मस्कोको सडकहरू पहिले जस्तै व्यस्त थिए, तर त्यहाँको वातावरणमा एक प्रकारको उदासी र तनावको मिश्रण थियो। युद्ध समाप्त भएको धेरै वर्ष बितिसकेको थियो, तर त्यसको घाउ अझै ताजा थियो। मानिसहरूको अनुहारमा आशा र निराशाको मिश्रित भाव देखिन्थ्यो। मस्कोको सडकहरूमा हामीले सुनेका थियौं कि जर्मन बन्दीहरूलाई एक पंक्तिमा हिँडाएर शहरको बीचबाट लैजाने तयारी हुँदैछ। यो खबरले मेरो मनमा कौतूहल र डर दुवै उत्पन्न गरायो। मैले कहिल्यै जर्मन सैनिकहरूलाई प्रत्यक्ष देखेको थिएन र मेरो मनमा तिनीहरूप्रति घृणा र जिज्ञासा दुवै थियो। त्यो दिन मस्कोको मुख्य सडकमा ठूलो भीड जम्मा भएको थियो। करिब 20,000 जर्मन बन्दीहरू एक लामबद्ध पंक्तिमा हिँड्नेवाला थिए। सडकका दुवै किनारा मानिसहरूले भरिएका थिए। प्रहरी र सैनिकहरू भीडलाई नियन्त्रण गर्न कडा मेहनत गरिरहेका थिए। भीडमा अधिकांश महिलाहरू थिए, रुसी महिलाहरू, जसका हातहरू कडा परिश्रमले खस्रा भएका थिए, जसका ओठहरूमा लिपस्टिकको सट्टा युद्धको थकान र पीडा छल्किन्थ्यो। तिनीहरूका काँधहरू युद्धको बोझले थिचिएका थिए। प्रत्येक महिलाको कथामा कुनै न कुनै प्रियजनको बिछोड थियो। कोही बाबु, कोही श्रीमान, कोही दाजुभाइ, कोही छोरा, जसलाई जर्मन सेनाले खोसेको थियो। मेरी आमा र म पनि त्यो भीडको एक हिस्सा थियौं। आमाले मेरो हात कसिएर समातेकी थिइन्, मानौ मलाई यो क्रोध र पीडाको सागरबाट जोगाउन चाहन्थिन्। भीडमा उभिएका महिलाहरूको आँखामा घृणा र रिसको आगो बलिरहेको थियो। उनीहरू जर्मन बन्दीहरूको पंक्ति देखा पर्ने ठाउँतिर आक्रोशित दृष्टिले हेरिरहेका थिए। मलाई लाग्यो यो क्षण केवल घृणाको प्रदर्शन हुनेछ, तर नियतिलाई अर्कै कुरा स्वीकार्य थियो। अन्तत सडकको टाढाको कुनाबाट जर्मन बन्दीहरूको पंक्ति देखा पर्यो। सबैभन्दा अगाडि जर्नेलहरू थिए, जसले आफ्नो हारको बावजुद पनि गर्विलो भाव देखाउन खोजिरहेका थिए। तिनीहरूका चिउडा ठाडा थिए, ओठहरू कसिएका र आँखाहरूमा तिरस्कारको भाव। तिनीहरूले आफूलाई अझै पनि श्रेष्ठ देखाउन खोजिरहेका थिए, मानौ यो हार केवल अस्थायी हो। दुर्गन्ध हटाउने औषधि जस्तो गनाइरहेका छन् हरामीहरू, भीडबाट कसैले चिच्यायो। यो आवाजले भीडमा एक प्रकारको हलचल पैदा गर्यो। महिलाहरूले आफ्ना मुट्ठी कसे र केहीले अगाडि बढ्ने प्रयास गरे। प्रहरी र सैनिकहरूलाई तिनलाई रोक्न निकै मेहनत गर्नु पर्यो। मलाई लाग्यो यो भीड अब हिंसात्मक बन्नेछ। मेरी आमाले मेरो हात छन कसिएर समातिन् र उनको अनुहारमा डर र चिन्ता देखियो। तर त्यही बेला भीडमा एक अप्रत्याशित परिवर्तन आयो। जर्नेलहरूको पछाडि बाँकी सैनिकहरूको पंक्ति देखा पर्यो। यी सैनिकहरू जर्नेलहरू जस्ता थिएनन्। तिनीहरू दुर्बल, थकित र युद्धको चोटले ग्रस्त थिए। तिनीहरूका लुगाहरू फाटेका र फोहोर थिए। कतिपयको शरीरमा रगतले लतपतिएका पट्टीहरू बाँधिएका थिए। कसैले बैशाखीको सहारामा हिँडिरहेका थिए, कसैले आफ्ना साथीहरूको काँधमा टाउको अड्याएर। तिनीहरूका अनुहारमा गर्वको सट्टा लज्जा र थकान झल्किन्थ्यो। सडकमा अचानक मौनता छायो। केवल सैनिकहरूका बुटको ठ्याप ठ्याप र बैशाखीको ट्याक ट्याक आवाज सुनिन्थ्यो। भीडको रिस र घृणा बिस्तारै हराउँदै गयो। मानिसहरूको आँखामा अब क्रोधको सट्टा कुनै नयाँ भावना देखिन थाल्यो। मलाई लाग्यो यो मौनता कुनै ठूलो परिवर्तनको संकेत हो। मैले अचानक एक वृद्ध महिलालाई देखेँ। उनको जुत्ता पुरानो र पत्रु भइसकेको थियो। उनले एकजना प्रहरीको काँधमा हात राखेर बिस्तारै अगाडि बढिन्। उनको अनुहारमा कुनै घृणा वा रिस थिएन, बरु एक प्रकारको गहिरो करुणा र दृढता झल्किन्थ्यो। मलाई अगाडि जान बाटो दिनुहोस्, उनले प्रहरीलाई भनिन्। उनको आवाजमा यस्तो शक्ति थियो कि प्रहरीले तुरुन्तै पछि हटेर उनलाई बाटो छोडिदिए। उनी बिस्तारै जर्मन बन्दीहरूको पंक्तितिर पुगिन्। उनले आफ्नो कोटको खल्तीबाट रुमालमा पोको पारिएको केही कुरा निकालिन्। जब उनले त्यो पोको खोलिन्, त्यहाँ एउटा कालो पाउरोटीको टुक्रा थियो। उनले त्यो पाउरोटी एकजना दुर्बल जर्मन सैनिकको हातमा राखिदिन्। त्यो सैनिकले एकछिन उनलाई हेर्यो, मानौ
उसलाई विश्वास नै भएन। उसको आँखामा आँसु भरियो र उसले बिस्तारै पाउरोटी स्वीकार गर्यो। यो दृश्यले भिडमा एक चमत्कारिक परिवर्तन ल्यायो। एक्कासी सडक किनारमा उभिएका महिलाहरू आफूसँग भएका खानेकुराहरू, पाउरोटी, चुरोट, स्याउ र अन्य साना साना चीजहरू लिएर जर्मन सैनिकहरूको पंक्तितिर दौडिन थाले। तिनीहरूले ती दुर्बल सैनिकहरूलाई खान दिन थाले। कुनै महिलाले आफ्नो रुमालमा बाँधिएको पाउरोटी दिइन्, कसैले आफ्नो झोलाबाट स्याउ निकालेर बाँडिदिन्। एकजना महिलाले आफ्नो छोराले खान बाँकी राखेको रोटी एक सैनिकको हातमा राखिदिन्। प्रहरी र सैनिकहरूले अब भिडलाई रोक्न प्रयास गरेनन्। उनीहरू पनि यो दृश्य देखेर स्तब्ध थिए। सडकमा अब घृणा थिएन, केवल मानवता थियो। जर्मन सैनिकहरू जो केही मिनेट अघि शत्रु थिए, अब केवल कमजोर र भोका मानिसहरू थिए। तिनीहरूले रुसी महिलाहरूको दयालाई आँसुले स्वीकार गरिरहेका थिए। मेरी आमाले यो सब देखेर मेरो हात छोडिन्। उनको अनुहारमा एक अनौठो शान्ति थियो। उनले आफ्नो झोलाबाट एउटा सानो रोटी निकालिन् र मलाई भनिन्, जाऊ, यो ती सैनिकलाई देऊ। मलाई एकछिन हिचकिचाहट भयो, किनभने मेरो मनमा अझै पनि बाबुको मृत्युको पीडा थियो। तर आमाको आँखामा देखिएको करुणाले मलाई अगाडि बढ्न प्रेरित गर्यो। मैले त्यो रोटी लिएर एकजना सैनिकतिर गएँ। ऊ यति कमजोर थियो कि उसलाई हिँड्न पनि गाह्रो भइरहेको थियो। मैले रोटी उसको हातमा राखिदिए। उसले मलाई हेर्यो र उसको आँखामा आँसु देखियो। डान्के, उसले जर्मनमा बिस्तारै भन्यो। म जर्मन भाषा बुझ्दिन थिएँ, तर उसको आँखाले सबै कुरा भनिरहेको थियो। जब म फर्किए, मेरी आमाले मलाई अँगालो हालिन्। उनले भनिन्, युद्धले हामीलाई धेरै कुरा खोज्छ, तर हाम्रो मानवता खोज्न सक्दैन। ती सैनिकहरू पनि कसैका छोरा, कसैका बाबु, कसैका दाजु हुन्। तिनीहरूले पनि हाम्रो जस्तै पीडा भोगेका छन्। जर्मन बन्दीहरूको पंक्ति सडकको अन्त्यतिर पुग्यो। भिड बिस्तारै तितरबितर भयो, तर त्यो दिनको घटनाले मस्कोको सडकमा अमिट छाप छोड्यो। ती रुसी महिलाहरू जसले युद्धमा आफ्ना प्रियजन गुमाएका थिए, तिनले आफ्ना शत्रुलाई दया र करुणा देखाए। यो दृश्यले मलाई एउटा कविको सम्झना गरायो जसले लेखेका थिए, मानवताको ज्योति कहिल्यै निभ्दैन, किनभने यो हृदयको गहिराईमा बल्छ। यो घटनाको कथा मस्कोको सडकमा मात्र सीमित रहेन। यो कथा रुसका गाउँ गाउँमा फैलियो। मकालो नामको एउटा सानो गाउँमा, जहाँ म र मेरी आमा पछि बस्न गयौं। यो कथाले मानिसहरूको मन छोयो। त्यहाँका मानिसहरूले पनि युद्धको पीडा भोगेका थिए, तर उनीहरूले यो कथाबाट प्रेरणा लिए। मकालो गाउँमा एकजना वृद्ध थिइन्, जिनका नामले चिनिन्थिन्। उनले यो कथा सुनेपछि गाउँमा एउटा सानो समूह बनाइन्, जसले गाउँका गरिब र युद्धबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न थाल्यो। जिनकाले आफ्नो सानो घरमा खाना पकाएर बाँड्न थालिन् र गाउँका अन्य महिलाहरू पनि उनको साथमा जोडिए। तिनीहरूले युद्धबाट फर्किएका सैनिकहरूलाई, जो आफ्नो परिवार गुमाएर एक्लिएका थिए, सहयोग गर्न थाले। यो कथाले हामीलाई सिकाउँछ कि दया र मानवता युद्धको घृणालाई पनि हराउन सक्छ। मस्कोको सडकमा ती रुसी महिलाहरूले आफ्ना शत्रुहरूलाई दया देखाए र त्यो दयाले हजारौं मानिसहरूको मन परिवर्तन गर्यो। गाउँमा रामु र जिन्काले त्यही दयालाई आफ्नो जीवनको आधार बनाए र तिनले आफ्नो गाउँलाई एकताको प्रतीक बनाए। दर्शक तथा श्रोतावृन्द, लागौं अर्को कथातर्फ। कथाको शीर्षक इमानदार गोठालो। धेरै वर्ष अघिको कुरा हो। हिमालको काखमा अवस्थित हरियालीले भरिएको सानो गाउँ थियो मकालु। यो गाउँको सुन्दरता यति मनमोहक थियो कि यहाँको हरियाली, फूलहरूको सुगन्ध र चन्द्रमाले रातमा छड्ने उज्यालोले जो कोहीलाई लोभ्याउँथ्यो। यो गाउँमा बस्ने मानिसहरू साधारण जीवन बिताउँथे। यहाँको मुख्य पेशा कृषि र पशुपालन थियो। गाउँको हरेक घरमा गाई, भैँसी र भेडाहरू पालिन्थे र तिनको हेरचाहको जिम्मा एकजना युवकको काँधमा थियो, रामु। एक इमानदार गोठालो। रामु एक सामान्य परिवारमा जन्मिएको थियो। उसका बाबुआमा सानैमा बितेका थिए र ऊ आफ्नो सानो झुप्रोमा एक्लै बस्थ्यो। गाउँलेहरू उसलाई उसको मेहनत र इमानदारीका लागि माया गर्थे। हरेक बिहान ऊ गाउँका गाईहरू लिएर जंगलतिर लाग्थ्यो र साँझ फर्काउँथ्यो। उसको जिन्दगी सादा थियो, तर उसको मनमा इमानदारी र कर्तव्यप्रतिको लगावले उसलाई गाउँको सबैभन्दा सम्मानित व्यक्तिहरूमध्ये एक बनाएको थियो। एक दिनको कुरा हो। सधैँ जस्तै रामु गाईहरू लिएर जंगल गएको थियो। जंगलको बाटोमा घना रुखहरूको बीचमा उसको आँखा एउटा चम्किलो वस्तुमा पर्यो। नजिक गएर हेर्दा त्यहाँ सुनको सिक्काले भरिएको एउटा पुरानो थैली थियो। थैली फाटेको र माटोले ढाकिएको थियो, तर त्यसको भित्रको चमकले रामुको मनमा अनेक विचार ल्याए। उसले थैली उठायो र केही बेर सोचमग्न भयो। यो थैली कसको होला? यति धेरै सुन। यदि मैले यो राखेँ भने मेरो जिन्दगी सधैँका लागि बदलिन्छ। मलाई यो सानो झुप्रोमा बस्नु पर्दैन, न त हरेक दिन गाई चराउन जंगल आउनु पर्छ। तर यो मेरो होइन, यो कसैले हराएको हो र यो फिर्ता गर्नु मेरो कर्तव्य हो। रामुको मनमा इमानदारी र लोभ बीच द्वन्द्व चल्यो।
उसले आफ्नो गरिबीको बारेमा सोच्यो। उसको फाटेको लुगा, पुरानो झुप्रो र हरेक दिनको मेहनत। तर उसको अन्तर्मनले भन्यो, इमानदारी भन्दा ठूलो सम्पत्ति केही छैन। अन्ततः उसले थैली बोकेर गाउँ फर्कने निर्णय गर्यो। रामु सीधा गाउँको मुखियाको घरमा पुग्यो। मुखिया एक बुद्धिमान र निष्पक्ष व्यक्ति, गाउँको हरेक समस्याको समाधान गर्ने। रामुले थैली मुखियालाई देखायो र सबै कुरा खुलस्त बतायो। मलाई जंगलमा यो थैली भेटिएको छ मुखियाज्यू, यो कसैको हुनुपर्छ। मलाई लाग्छ यो हराएको सम्पत्ति हो र यसको मालिकलाई फिर्ता गर्नुपर्छ, रामुले नम्रतापूर्वक भन्यो। मुखियाले रामुको इमानदारी देखेर प्रभावित भए। उनले गाउँभरि खबर फैलाए कि जंगलमा एउटा सुनको थैली भेटिएको छ र जसको हो उसले आएर दावी गर्न सक्छ। गाउँमा हलचल मचियो। केही मानिसहरूले यो थैली आफ्नो भएको दावी गरे, तर तिनीहरूले थैलीको सही विवरण दिन सकेनन्। केही दिनपछि एक बुढो व्यापारी जसको नाम श्यामलाल थियो गाउँमा आयो र उसको अनुहारमा चिन्ता र थकान स्पष्ट देखिन्थ्यो। उसले मुखियालाई भन्यो, मेरो थैली हराएको थियो जसमा सुनका सिक्काहरू थिए। म व्यापारको लागि शहर जाँदै थिएँ, तर बाटोमा मेरो थैली हरायो। मुखियाले थैलीको विवरण सोधे र श्यामलालले सही जवाफ दिए। उनले थैलीको रंग, त्यसमा भएको सिक्काको संख्या र त्यसमा बाँधिएको विशेष प्रकारको धागोको बारेमा बताए। जब थैली उनलाई फिर्ता गरियो, श्यामलालको आँखामा आँसु आए। उनले रामुको हात समातेर भने, तिमीले मेरो जिन्दगी जोगायो जवान। यो थैली मेरो परिवारको एकमात्र सम्पत्ति थियो। श्यामलालले रामुलाई इनाम दिन खोजे। उनले आफ्नो थैलीबाट केही सुनका सिक्का निकालेर रामुलाई दिन खोजे, तर रामुले नम्रतापूर्वक अस्वीकार गर्यो। मैले यो मेरो कर्तव्यको लागि गरेको हुँ व्यापारीज्यू, म आफ्नो मेहनतले कमाएको मात्र लिन्छु, यो सुन मलाई चाहिएन, रामुले दृढतापूर्वक भन्यो। मुखियाले यो देखेर भने, रामु जस्तो इमानदार मान्छे यो गाउँको साँचो सम्पत्ति हो। हाम्रो समाजलाई यस्तै मान्छेहरूले बलियो बनाउँछन्। गाउँलेहरूले रामुको प्रशंसा गरे। यो घटनाले रामुको इज्जत गाउँमा झन बढायो। गाउँलेहरूले उनलाई गाउँका सबै गाईहरूको हेरचाह गर्ने जिम्मा दिए। रामुले यो जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ पूरा गर्न थाल्यो। उनको मेहनत र इमानदारीले उनको जिन्दगीमा सानो परिवर्तन आउन थाल्यो। उनले आफ्नो झुप्रो मर्मत गर्यो र गाउँलेहरूले उनलाई खाना र लुगाहरू दिन थाले। केही वर्षपछि मकालु गाउँमा एउटा अनपेक्षित संकट आयो। एक रहस्यमय महामारी गाउँमा फैलियो। मानिसहरू बिरामी पर्न थाले र गाउँमा डरको वातावरण बन्यो। डाक्टरहरूले रोगको कारण पत्ता लगाउन सकेनन् र औषधिको अभावले स्थिति झन खराब हुँदै गयो। गाउँलेहरू निराश थिए र धेरैले गाउँ छाड्ने विचार गर्न थाले। रामुले यो सब देखेर चुप लागेर बस्न सकेन। उसले आफ्नो सानो बचतबाट केही पैसा निकालेर गाउँमा एउटा सानो औषधालय बनाउन सहयोग गर्यो। उसले जंगलमा गाई चराउन जाँदा औषधीय जडीबुटीहरू टिपेर ल्याउन थाल्यो। उसले गाउँका बुढापाकाहरूसँग जडीबुटीको प्रयोगबारे सिक्यो र ती जडीबुटी बिरामीहरूलाई दिन थाल्यो। उसको यो प्रयासले धेरैको ज्यान बच्यो। रामुको यो कामले गाउँलेहरूलाई आश्चर्यमा पार्यो। एक सामान्य गोठालो जसलाई कसैले खासै महत्त्व दिएको थिएन, गाउँको रक्षक बन्यो। डाक्टरहरूले पनि रामुको जडीबुटीको प्रभाव देखेर प्रशंसा गरे। केही समयपछि महामारी नियन्त्रणमा आयो र गाउँलेहरूले रामुलाई गाउँको हिरा भनेर सम्बोधन गर्न थाले। रामुको मनमा अब गाउँलाई अझ राम्रो बनाउने सपना पलायो। उसले देख्यो कि गाउँका धेरै बालबालिकाहरू स्कुल जाँदैनथे, किनभने तिनका अभिभावकहरू गरिब थिए। रामुले आफ्नो झुप्रोमा बिहानको समयमा बालबालिकाहरूलाई पढाउन थाल्यो। उसले आफूले जानेका कथाहरू, गणितका आधारभूत कुराहरू र नैतिक शिक्षाका पाठहरू सिकाउन थाल्यो। रामुको यो प्रयासले गाउँमा नयाँ आशा जगायो। बालबालिकाहरू हरेक बिहान उसको झुप्रोमा जम्मा हुन्थे। उसको साधारण तर प्रभावकारी शिक्षण शैलीले बच्चाहरूलाई पढाइप्रति आकर्षित गर्यो। यो कुरा गाउँभन्दा बाहिर पनि फैलियो र नगरपालिकाले रामुको कामको प्रशंसा गर्यो। तिनले रामुलाई गाउँको सहायक शिक्षकको जिम्मेवारी दिए। रामुले यो जिम्मेवारीलाई पनि इमानदारीपूर्वक पूरा गर्यो। उसले गाउँमा एउटा सानो स्कुल बनाउन सहयोग गर्यो र गाउँका बच्चाहरूलाई नियमित पढाउन थाल्यो। उसको यो कामले गाउँमा शिक्षाको ज्योति फैलियो र धेरै बालबालिकाहरूले स्कुल जाने बानी बसाले। वर्षौं बिते। रामु अब गाउँको एक सम्मानित व्यक्तित्व बनिसकेको थियो। एक दिन गाउँमा एक बुढो मान्छे आयो। ऊ कमजोर, थकित र लोकलोक काँपिरहेको थियो। उसको अनुहारमा उदासी र निराशा स्पष्ट देखिन्थ्यो। गाउँलेहरूले उसलाई खासै वास्ता गरेनन्, तर रामुले उसलाई चिन्यो। ऊ तिनै श्यामलाल थिए जसको सुनको थैली रामुले फिर्ता गरेको थियो। रामुले श्यामलाललाई आफ्नो घरमा ल्याए।
उनले श्यामलाललाई खाना खुवाए, नयाँ लुगा दिए र उनको हेरचाह गर्न थाले। श्यामलालले आफ्नो कथा सुनाए। उनले भने, मेरो परिवारले मलाई छाडे, मेरो सम्पत्ति लुटियो र अब म एक्लो छु, मलाई कसैले वास्ता गर्दैनन्। रामुले श्यामलाललाई सान्त्वना दिएर भने, तपाई अब एक्लो हुनुहुन्न, यो गाउँ तपाईको घर हो र म तपाईको साथमा छु। रामुको यो व्यवहारले श्यामलालको मन छुयो। उनको आँखा भरिँदै गयो र उनले भने, तिमीले मलाई मेरो सम्पत्ति फिर्ता मात्र गरिनौ, आज तिमीले मलाई मानवीयताको साँचो अर्थ सिकायो। एक दिन श्यामलालले रामुलाई एउटा पुरानो पत्र दियो। पत्रमा लेखिएको थियो कि श्यामलालको परिवारले उनलाई छाड्नुको पछाडि एउटा ठूलो रहस्य थियो। पत्रमा उल्लेख थियो कि श्यामलालको सुनको थैली हराउन कुनै संयोग थिएन। यो उनको आफ्नै छोराले चोरेर जंगलमा लुकाएको थियो। छोराले आफ्नो बाबुको सम्पत्ति हडप्न चाहन्थ्यो, तर रामुको इमानदारीले उनको योजना असफल बनायो। यो कुराले रामुलाई झट्का लाग्यो। उसले सोच्यो, मेरो सानो इमानदारीले यति ठूलो षड्यन्त्रलाई रोकेको रहेछ। श्यामलालले रामुलाई भने, तिमीले मेरो सम्पत्ति मात्र होइन, मेरो परिवारको सम्मान पनि जुगायो, तर मलाई अब कुनै सम्पत्तिको लोभ छैन। म तिम्रो साथमा यो गाउँमा बाँकी जिन्दगी बिताउन चाहन्छु। रामुको इमानदारी र सेवाभावले मकालु गाउँ पूर्ण रूपमा बदलियो। गाउँमा अब स्कुल थियो, औषधालय थियो र मानिसहरू एक अर्कालाई सहयोग गर्थे। श्यामलाल पनि गाउँको एक हिस्सा बने। उनले आफ्नो व्यापारिक अनुभव गाउँलेहरूलाई बाँड्न थाले र गाउँको बजारलाई समृद्ध बनाउन सहयोग गरे। रामुले गाउँमा एउटा सानो पुस्तकालय पनि बनायो, जहाँ गाउँलेहरूले किताब पढ्न सक्थे। उसले नयाँ युवाहरूलाई आत्मनिर्भर बन्न सिकायो र गाउँमा सानो सहकारी खोल्यो। यो सहकारीले गाउँलेहरूलाई सानो व्यापार सुरु गर्न ऋण दिन्थ्यो। यो कथाले हामीलाई सिकाउँछ कि इमानदारी र सेवाभावले जिन्दगीमा सधैँ सकारात्मक परिवर्तन ल्याउँछ। रामुले आफ्नो सानो इमानदारीबाट सुरु गरेको यात्राले पुरै गाउँलाई परिवर्तन गर्यो। उसको मेहनत, दृढता र अरूप्रति सहानुभूतिले समाजलाई बलियो बनायो। हामीले पनि यो सिक्नुपर्छ कि सानो इमानदारी र सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ। रामुको कथाले हामीलाई यो पनि सिकाउँछ कि सम्पत्ति र पैसा भन्दा ठूलो मानवता हो। अब हामी अरूलाई सहयोग गर्छौं, हाम्रो मनमा सन्तुष्टि र शान्ति प्राप्त हुन्छ। रामुले आफ्नो इमानदारी र मेहनतले न केवल आफ्नो जिन्दगी बदल्यो, तर पुरै गाउँलाई नयाँ दिशा दियो। यो कथाले हामीलाई यो पनि सिकाउँछ कि जीवनमा कठिनाइहरू आउँछन्, तर यदि हामी इमानदारी र धैर्यताका साथ अगाडि बढ्यौं भने हामीले चाहेको भन्दा धेरै कुरा प्राप्त गर्न सक्छौं। रामुको इमानदारीले उसलाई गाउँको हिरा बनायो र उसको जीवनले हामीलाई प्रेरणा दियो कि सधैँ सत्य र इमानदारीको बाटोमा हिँड्नुपर्छ। दर्शक तथा श्रोतावृन्द, यो रहेको थियो कथा इमानदार गोठालो। यो सँगै आजको लागि 2वटा कथाहरू सकिएका छन्। तपाईलाई आजका कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भोलिको भिडियोमा अर्को कथाको साथ उपस्थित हुनेछु। तबसम्मको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।